राम 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 हन कतिखेरको भाडा मोलेको यो हन पूजा गर्ने बेलामा झम्के साँझमा हन बिहानदेखिको के गर्छ हौ यो आइमे आमामामा म त्यत्रो बजार गरेर आइसकेँ म त खाना खाएर गएको त यतिखेर बल्ल बल्ल भाडा मोल्ने हो यतिखेर पूजा गर्ने झम्के साँझमा होइन म त छक्क परिसकेँ यसले त दिनभरि चाहिँ के गर्छ हौ यो चाहिँ अनि कति छिटो आउनु भएको अनि बजारै पुग्नु भयो तपाईँ एकछिन अब रेस्ट गरेको थिएँ अनि त्यही भएर 4 घन्टासम्म मान्छेहरू त्यत्रो त्यो रिक्स नै बनाइ बसिस् दुनियाँले त्यसै त भन्दैन नि हौ के अरे प्रगतिको बुहारी त केही जान्दैन त्यो भन्छ र पनि यो त्यस्तै छ नि त्यसको व्यवहारै त्यस्तै छ नि त म त खै के गर्नु र नि भगवान् आफूलाई रिल्स बनाउन आउनु पर्यो नि आफूले बनाउन त अर्काले बनाएको रिस लाग्यो काम यो भाँडा मोलेको पनि रिल्स त बनाउनु पर्छ टाउको पनि दुख्दैछ होइन त्यसरी भाँडा किन फ्याँकेको त्यो फतफताउँदै अहिले यहाँ टाउको दुखेर कस्तो भएको छ मिठो अदुवा हालेको चिया बनाएर ल्याइरहेछ यहाँनिर मलाई त्यहाँ त्यही खाने कि सिटिङ रुममा आएर खाने खाकिरहेको छु पुरा सपिङ गरेर आउनुभएको थियो के ल्याउनु भयो आमा एकछिन तातो तातो छ त पुरा ल्याउनु भएको छ त सामान अरे के ल्याउनु र यहाँ अस्ति त्यो मलाई हो तँलाई तेरो ससुराको रिटर्न हुँदाखेरि एउटा मङ्गलसूत्र अस्ति अर्डर गरेको थिइनँ यही ल्याएको एउटा मङ्गलसूत्र हो कस्तो लाग्दैछ राम्रो छ नि मलाई चाहिँ तँलाई त तेरो बुढाले ल्याइदिइहाल्छ नि त लेख्ने त्यो अर्को चाहिँ मलाई होला नि त के छ त्यहाँ हे भगवान् यो एउटा साडी कस्तो मलाई रानी कलर मनपर्छ त्यो लिएर आएको नि मलाई चाहिँ पनि नल्याइदिनु भएको तैँले त 10,000 नानीहरूको फिस तिर्ने खल्लप्प खाएको बिर्सिस् तैँले त्यो यति सपिङ गरेर ल्याएको त्यो चाहिँ बिर्सेको तैँले यति नाति एउटा साडी र यो त अस्ति नैको त हो नि अनि त्यो नाति 5 तोलाको त हो के भन्नु 5 तोलाको अनि के त नि ल अनि 5 तोला चाहिँ के अन्त हार चाहिँ तँलाई यति आधी तोलाको बनिन्छ मङ्गलसूत्र चाहिँ अनि त्यत्रो पैसा हुने मलाई चाहिँ केही ल्याइदिनु भएन ल चियाले धेरै नबोल यहाँले चियाले छिटो नबोली उता डस्क उता जान हौ चियाले छिटो तिर्खा आधा खानु टाउको देखेको बेलामा आसिनी चिया दिएन हौ मलाई त यहाँ ल्याएर ठ्याक्क राखिदियो कुनै चिया पनि कस्तो पकायो ठिक्क पर अस्ति यति 10,000 सकेको त्यसलाई देखाएको नि मैले पनि ल ताप्दै रहेछ चिया त आया अब सुत्छु पो एकछिन